नमस्ते। आज हामी मधुमेह मतलब डायबिटिज बारे अलिक गहिरिएर कुरा गरौँ है। हामीसँग विभिन्न स्रोतहरू छन्, केही लेख, अनुसन्धान अनि नोटहरू पनि। परिभाषादेखि लिएर रोकथाम, उपचार सबै कुरा समेट्ने प्रयास गरौँला। हाम्रो उद्देश्य चाहिँ अब यो सबै जानकारीलाई सरल भाषामा बुझ्ने र बुझाउने हो। हजुर, एकदम। मधुमेह आफैमा अलि जटिल विषय नै हो। यसलाई बुझ्न यसका विभिन्न पाटाहरू केलाउनु पर्छ। सुरु गरौँ न त, यो वास्तवमा के हो भन्नेबाटै। हो, त्यहीबाट सुरु गरौँ। मधुमेह भनेको खासमा के हो अनि रगतमा भएको चिनीसँग यसको के सम्बन्ध छ त? स्रोतहरूमा त्यो इन्सुलिन प्रतिरोध भन्ने कुरा पनि थियो। ए हजुर, सरल भाषामा भन्दा नि मधुमेह एउटा यस्तो अवस्था हो जहाँ हाम्रो शरीरले रगतमा भएको ग्लुकोज मतलब चिनीलाई ठिकसँग ऊर्जाको लागि प्रयोग गर्न सक्दैन। हाम्रो प्याङ्क्रियाजले इन्सुलिन भन्ने हर्मोन बनाउँछ हैन, त्यसले चिनीलाई कोशिकाहरूभित्र पसाउन मद्दत गर्छ। अच्छा, मधुमेहमा चाहिँ कि त शरीरमा पर्याप्त इन्सुलिन बन्दैन जस्तो टाइप 1 मा हुन्छ, कि बनेको इन्सुलिनलाई शरीरले राम्ररी प्रयोग गर्न सक्दैन। हो, यसैलाई इन्सुलिन प्रतिरोध भनिन्छ, जुन टाइप 2 मा बढी देखिन्छ। दुवै अवस्थामा आखिरमा रगतमा चिनीको मात्रा बढ्ने नै हो। यो टाइप 1 र टाइप 2 को फरक महत्त्वपूर्ण रहेछ। स्रोतहरू हेर्दाखेरि टाइप 2 मधुमेहमा चाहिँ जीवनशैली र वंशाणुगत कारण दुवैको भूमिका देखियो। यसका जोखिम तत्त्वहरू के हुन् त? स्रोतहरूले कुन कुरालाई बढी जोड दिएका थिए? टाइप 1 प्राय त्यो अटो इम्युन प्रतिक्रियाले गर्दा हुन्छ, तर टाइप 2 जुन अलि बढी सामान्य छ नि, त्यसका जोखिम तत्त्वहरूमा चाहिँ मोटोपना अनि अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, उमेर बढ्दै जानु, परिवारमा कसैलाई छ भने त्यो पनि। स्रोतहरूमा विशेष गरी त्यो प्रशोधित खाना अनि चिनी हालेको गुलियो पेय पदार्थ धेरै खाएमा जोखिम बढ्छ भन्ने कुरालाई निकै जोड दिएको पाइयो। अनि लक्षणहरू नि शरीरले कस्तो सङ्केत दिन सक्छ? कहिलेकाहीँ लक्षणहरू ढिलो देखिने वा नदेखिने पनि हुन्छ भनिएको थियो स्रोतमा। त्यो त झन् खतरनाक भयो, हैन र? हो, एकदमै। त्यो कुरा एकदम सही हो। सामान्य लक्षणहरू त छन् नि, जस्तै धेरै तिर्खा लाग्ने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्नु, थकान महसुस हुनु, घाउ खुटिरा ढिलो निको हुनु, आँखा धमिलो देख्नु। तर खास गरी टाइप 2 मा यी लक्षणहरू बिस्तारै देखिने वा सुरुमा हल्का हुने हुनाले धेरैले मतलब नगर्न सक्छन्। त्यसैले त नियमित स्वास्थ्य जाँच महत्त्वपूर्ण हुन्छ। हो नि। यहाँनिर अब व्यवस्थापनको कुरा आउँछ। खानपान र व्यायाम यसको मुख्य आधार हो भन्ने त स्रोतहरूमा पनि स्पष्टै थियो। कस्तो खानपानमा जोड दिनु पर्ला? केही विशेष खानेकुरा वा बार्नुपर्ने कुराहरू थिए कि स्रोतमा? व्यवस्थापनमा सन्तुलित जीवनशैली नै पहिलो कुरा हो। खानपानको कुरा गर्दा स्रोतहरूले फाइबर धेरै भएको खानेकुरामा जोड दिएका छन्, जस्तै हरिया सागसब्जी, फलफुल, तर नियन्त्रित मात्रामा है, गेडागुडी अनि खैरो चामल जस्ता पूर्ण अन्न, चिल्लो, तारेको अनि प्रशोधित कार्बोहाइड्रेट जस्तै मैदा, चिनी, यस्ता कुरा सकेसम्म कम गर्नुपर्छ। एउटा स्रोतले त खानाको ग्लाइसेमिक इन्डेक्समा ध्यान दिँदा निकै फरक पर्छ भनेको थियो। ग्लाइसेमिक इन्डेक्स। अनि व्यायाम बारे नि केही खास प्रकारको व्यायाम बढी फाइदाजनक हुन्छ भनेर औँल्याइएको थियो कि? नियमित शारीरिक गतिविधि त एकदमै जरुरी छ। यसले इन्सुलिनको संवेदनशीलता बढाउँछ। हप्तामा कम्तीमा 150 मिनेट जति मध्यम गतिको एरोबिक व्यायाम जस्तो छिटो हिँड्ने, दौडिने, साइकल चलाउने यस्तो राम्रो मानिन्छ। अनि हप्तामा 2 दिन जति मांसपेशी बलियो बनाउने व्यायाम पनि गर्नुपर्छ। केही स्रोतहरूले त एरोबिक र शक्ति बढाउने व्यायाम मिलाएर गर्दा सबैभन्दा राम्रो हुन्छ भनेका छन्। तर कुनै पनि नयाँ व्यायाम सुरु गर्नु अघि डाक्टरसँग सल्लाह लिनु चाहिँ राम्रो हुन्छ। ठिक हो। अब रोकथाम बारे पनि कुरा गरौँ न। स्वस्थ जीवनशैली अपनायो भने टाइप 2 मधुमेहको जोखिम कम गर्न सकिन्छ भन्ने त छँदैछ। तर स्रोतहरूमा रोकथामका लागि कुनै विशेष रणनीति वा सुझावहरू थिए? के नि स्वस्थ तौल कायम राख्नु, सन्तुलित खानेकुरा खानु र नियमित व्यायाम गर्नु नै मुख्य उपाय हुन्। केही स्रोतहरूले त पर्याप्त निद्रा र तनाव व्यवस्थापनको महत्त्वलाई पनि जोड दिएका छन्, किनभने यिनले पनि हर्मोन सन्तुलन र चिनीको मात्रामा असर पार्न सक्छन् क्या? हो र, निद्रा र तनावले पनि
र अन्त्यमा स्रोतहरूले मधुमेहसँग जोडिएका अरू स्वास्थ्य जोखिमहरूबारे पनि चिन्ता देखाएका थिए। अनियन्त्रित मधुमेहले लामो समयमा कस्तो असर पार्न सक्छ? यो एकदमै गम्भीर कुरा हो। रगतमा चिनीको मात्रा लामो समयसम्म बढी भइरह्यो भने यसले शरीरका धेरै अङ्गहरूमा नराम्रो असर पार्छ, जस्तो मुटु रोग, स्ट्रोक, मृगौला फेल हुने, आँखाको समस्या जसले अन्धोपन पनि गराउन सक्छ, अनि स्नायु प्रणालीमा क्षति, न्युरोप्याथी भन्छन् नि, यिनीहरू मुख्य जोखिम हुन्। स्रोतहरूले यी जटिलताहरूबाट बच्न मधुमेह छिट्टै पत्ता लगाउनु पर्यो र निरन्तर व्यवस्थापनमा ध्यान दिनु पर्यो भनेर जोड दिएका छन्। ल, आदर्शमे मधुमेहबारे विभिन्न स्रोतहरूलाई केलाएर यसको परिभाषा, कारण, लक्षण अनि खानपान र व्यायाम मार्फत कसरी व्यवस्थापन गर्ने, रोकथामका उपायहरू के हुन सक्छन् र यसले निम्त्याउन सक्ने अरू जटिलताहरूबारे पनि छलफल गर्यौं। हो, मधुमेहबारे सही जानकारी राख्नु र यसको व्यवस्थापनमा सजग रहनु एकदमै जरुरी छ। यो केवल व्यक्तिको स्वास्थ्यको कुरा मात्र रहिन, यसले त परिवार र पुरै समाजलाई नै असर पार्छ। हो नि, व्यक्तिगत रूपमा सचेत हुनु त आफ्नो ठाउँमा छँदैछ, तर एउटा समुदायको रूपमा, समाजको रूपमा हामीले मधुमेह बारेको सामूहिक बुझाइलाई अझ फराकिलो बनाउन र एकअर्कालाई सहयोग गर्ने बात